हेलो हेलो सबैलाई नमस्कार। अहिले हामी बालाङ्खा बजार आइपुग्न लाग्यौं। बालाङ्खा बजार आइपुग्यो हैन? के भनिदिनु सानो थोरै कुरा। गलेर खुत्रुकै हो यो। हिँड्न चाहिँ डर लाग्छ, हिँड्न सकिँदैन। कहाँ जानु भइरहेछ बसा तपाईँहरू? पनि देखाइदिन्छु। यो चाहिँ कोपी रहेछ, अर्ग्यानिक कोपी फलिरहेको छ यहाँ। बालाङ्खा बजार आइपुग्न लाग्यो। हाम्रो अलिकति थोरै हिँडेपछि आइपुग्छ। यो छानामा चाहिँ केरा रहेछ है, केरा रहेछ। यहाँ कोपी, बकुल्ला, यस्तो यस्तो उत्पादन हुँदो रहेछ। यहाँ आलु पनि छ, हेर्नु त आलु। हेलो, यस्तो छ है, यस्तो छ। उहु पनि छ। आइपुग्न लाग्यौँ है हामी। थोरै बाँकी छ। यता सुँगुरको खोर पनि रहेछ। स्कुल यहाँ रहेछ बालाङ्खाको। ल, बालाङ्खा बजार करिब आइपुगिसक्यो। थोरै छ, अलिकति छ। यस्तो छ है बालाङ्खा बजारको अवस्था। यहाँ सक्नुभयो। ठ्याक्कै बालाङ्खा बजार आइपुग्यो। बालाङ्खा बजारको आमचोक गाउँपालिका बालाङ्खा बजार यसै टक्कै बगेर आउँछ। आमचोक गाउँपालिका कार्यालय बालाङ्खा भोजपुर यति चाहिँ छ है। यहाँदेखि चाहिँ बालाङ्खा बजार यस्तो छ। अब मौसम यस्तै छ। यता बजार छ यसरी। बजार बालाङ्खा बजार यही हो। बाहिर साइकल कुदाउँदैछ। बालाङ्खा बजार कुन बार लाग्छ? शुक्रबार लाग्छ। पाटी पौवा कालीकोटे चाहिँ यता भन्नुभयो? यता मामा देखिएको घर पर एउटा सन्तोष भन्ने सोतेलले बिहा गरेको। सन्तोषको छोरी त हेर्थे अनि सन्तोष राम्रो रहेछ। यहाँ सिपा बिहा गरेको। बालाङ्खा बजारमा एम्बुलेन्स पनि रहेछ है। ल, बालाङ्खा बजार यता पनि छ, फैलिया छ, यता छ, ट्र्याक्टरहरू छ। यस्तो रहेछ है। ग्यास पनि आउँछ, सबै सुविधा छ। तर के गर्नु, यहाँ मान्छे छैन। हामी यहाँ माथि शहीद पार्क जाँदैछौँ। यो चाहिँ दण्डकालमा मारिएका शहीदहरू हुनुहुन्छ अरे, त्यही ठाउँतिर जाँदैछौँ। मलाई पनि हेरौँ ल। सबैले लाइक गर ल, लाइक गर्नु है, गर होइन ल, गर्नु। यो बालाङ्खा बजारमा चन्देश्वरी
चन्देश्वरी माध्यमिक विद्यालयलाई हेर्नु ब्याङ्कको सुविधा पनि छ। ब्याङ्कको सुविधा पनि यहाँ पाउन सकिन्छ बालङ्खा बजारमा। ल बालङ्खा बजारबाट सर टेम्पो पनि हिँड्छ है यसरी। तपाईँहरू पनि खुर्पा बोकेर पो हिँड्दै हुनुहुन्छ शहीद पार्कमा ल हामी शहीद पार्कभित्र छिर्यौँ। शहीद पार्क यही हो, शहीदहरू यहीँ हुनुहुन्छ। त तपाईँले यतै ल है बालङ्खा बजार सबैले हेर्नु होला। अहिले मौसम चाहिँ धमिलो छ, सबै कुरो लागिरहेको छ। यो डाँडो चाहिँ कस्तो थियो भन्दै हुन्थ्यो? माथि अल्पति यत्रो माथि डाँडो अग्लै थियो, त्यो सबै सम्माको। पहिला मान्छेले अनि त्यस पछाडि डोजरले। यहाँ चाहिँ के को माओवादी जनयुद्ध कालमा चाहिँ उयो के अरे ठुल्ठुलो लडाकुहरू हो। हेर्नु न उति मूर्ति, त्यही कारणले शहीद पार्क माओवादीको ठुल्ठुलो मान्छे, ठुल्ठुलो कमान्डरहरू। यो एउटा दुईजनाको एउटा यी हाम्रो 4 नम्बर वडाकी छोरी मान्छे, 4 नम्बर वडाकी छोरी मान्छे सिपा रही, एउटा मगर हो, एउटा राई, एउटा नेवार हो, एउटा मगर हो, एउटा रही। एउटा सोलु सल्दरी नम्बर एउटा भेटारको लडाइँमा गोरेटाको लडाइँमा 62 सालमा लडाइँ होइन। 62 सालमा तपाईँहरू त थाहा पनि पाउनुहुन्न होला। थाहा छ तपाईँहरू त सानै हुनुहुन्थ्यो होला, सानै थियो, बच्चै हुनुहुन्थ्यो नि त्यतिखेर। 62 साल भनेपछि 10-12 वर्षको थिएँ। ए हो, थाहा छ सबै। जमिन राईको त होइन, जमिन राईको त वहीँ छ। ल शालिगमा आइयो। माओवादी कालमा जनयुद्धको कालमा अशोक राई यहाँको अध्यक्ष जनयुद्ध कालमा शहीद भएका आमचोक गाउँपालिका अस्पताल यहाँ रहेछ है। गर्नेहरू शहीद पार्क माओवादी पहिला हेरेको